तनहुँ नाम सुन्नसाथ कसैलाई व्यासको सम्झना आउँछ, कसैलाई ऐतिहासिक ठाउँहरू र कसैलाई धार्मिक स्थलहरू। तर तनहुँको अर्को एउटा परिचय पनि छ। त्यो परिचय हामीले अझै पूर्ण रूपमा देख्न बाँकी छ। मुख्य सडकभन्दा अलि पर, चर्चित गन्तव्यभन्दा अलि टाढा र धेरै मानिसको यात्राको सूचीमा अझै नपुगेका ठाउँहरूमा तनहुँका आफ्नै कथाहरू लुकेका छन्। कतै इतिहास छ, कतै आस्था छ, कतै प्रकृतिले बनाएको अनुपम सौन्दर्य छ र कतै यी सबै एकै ठाउँमा भेटिन्छन्। तनहुँ सिरिजको आजको यात्रामा हामी खोज्दैछौँ त्यस्तै एउटा ठाउँ। तनहुँको व्यास नगरपालिका वडा नम्बर 14 मा रहेको घना जङ्गलभित्र लुकेको पानी, प्रकृति र स्थानीय विश्वाससँग जोडिएको छाङ्गाडी झरना। आज हामी यहाँ केवल एउटा झरना हेर्न आएका छैनौँ, हामी खोज्न आएका छौँ यो ठाउँसम्म पुग्ने बाटो, यहाँको प्रकृति, यससँग जोडिएको आस्था, पुस्तौँदेखि सुनिँदै आएका स्थानीय कथाहरू र एउटा यस्तो प्रश्न, यति सुन्दर ठाउँ अझै किन धेरै मानिसको नजरबाट टाढा छ? कुनै ठाउँको कथा बुझ्न पहिले त्यहाँसम्म पुग्नुपर्छ। दमौलीदेखि छाब्दीसम्मको दूरी करिब 7 किलोमिटर छ। यहाँसम्मको यात्रा पिच सडक हुँदै सहजै गर्न सकिन्छ। सहरको चहल पहल बिस्तारै पछाडि छुट्दै जान्छ। बाटोमा गाउँहरू भेटिन्छन्, हरियाली भेटिन्छ र तनहुँको अर्को रूप देखिन थाल्छ। हामी अगाडि बढ्दै जाँदा एउटा कुरा महसुस हुन्छ, तनहुँलाई केवल मुख्य सडकबाट हेरेर बुझ्न सकिँदैन। यसलाई बुझ्न कहिलेकाहीँ ती बाटाहरूमा पनि हिँड्नुपर्छ जुन हामीले सामान्यतया यात्रा गर्दा छोडेर जान्छौँ। छाब्दीसम्म पुगिसकेपछि हाम्रो यात्रा फेरि परिवर्तन हुन्छ। पिच सडक सकिन्छ र अगाडि सुरु हुन्छ करिब 2 देखि 3 किलोमिटरको कच्ची बाटो। यो बाटो हुँदै हामी बिस्तारै झरनाको संसारतर्फ अगाडि बढिरहेका छौँ। कहिलेकाहीँ सडकले हामीलाई गन्तव्यसम्म पुर्याउँदैन, सडकले केवल एउटा ठाउँसम्म ल्याइदिन्छ। त्यसपछि हामी आफैले यात्रा सुरु गर्नुपर्छ। यहाँबाट छाङ्गाडी झरनासम्म पुग्न करिब 10 देखि 15 मिनेटको पैदल यात्रा गर्नुपर्छ। दूरी छोटो छ, तर प्रकृतिसँग भेट्ने समय पर्याप्त छ। जङ्गलको बाटोमा पाइला राखेपछि यात्राको गति बिस्तारै बदलिन्छ। यहाँ गाडीको आवाज कम हुन्छ र प्रकृतिको आवाज सुनिन थाल्छ। कतै टाढाबाट आइरहेको पानीको आवाज। हामी झरनालाई अझै देखिरहेका छैनौँ। छाङ्गाडी झरना तर्फ अगाडि बढ्दैछु अनि यो चाहिँ छाब्दीबाट थोरै भित्रपट्टि पर्छ। लगभग बाइक चाहिँ हामी यहाँ माथिसम्म नै ल्यायौँ। अब यहाँबाट लगभग 1-2 मिनटको बाटो छ भन्दैछ होइन। अब हेरौँ त्यहाँ कस्तो छ। तर हामीलाई थाहा छ त्यो कतै यही जङ्गलभित्र छ। जङ्गलले हामीलाई बाटो देखाइरहेको छ। मानिसले कुनै ठाउँलाई पहिले कसरी भेट्छ? कहिलेकाहीँ आँखाले, कहिलेकाहीँ गन्धले र कहिलेकाहीँ आवाजले। छाङ्गाडी झरनालाई पनि हामीले पहिले आँखाले होइन आवाजले भेट्यौँ र अन्ततः रुखहरूको बीचबाट एउटा दृश्य खुल्छ। त्यो दृश्य शब्दभन्दा पहिले क्यामेरामा कैद गर्न मन लाग्ने खालको छ। अग्लो चट्टानबाट झरिरहेको पानी, वरिपरि फैलिएको हरियाली र बीचमा प्रकृतिले आफै बनाएको एउटा संसार। यही हो छाङ्गाडी झरना। समुद्री सतहबाट करिब 530 मिटरको उचाइमा रहेको यस स्थानको झरना करिब 80 मिटर लामो रहेको बताइन्छ। तर यहाँ उभिएपछि उचाइ र दूरीभन्दा ठूलो कुरा अनुभूति हुँदो रहेछ। पानी निरन्तर खसिरहेको छ, सायद वर्षौंदेखि, सायद हामी आउनुभन्दा धेरै अघिदेखि, र हामी फर्किएपछि पनि यो पानी यसरी नै बगिरहनेछ। हामी यहाँ केही घण्टाका पाहुना हौँ, तर यो जङ्गल, यो चट्टान र यो पानी, यिनीहरू यहाँको आफ्नै इतिहास हुन्। तर छाङ्गाडीको कथा पानीसँग मात्र सुरु भएर पानीमै सकिँदैन। यस ठाउँसँग स्थानीय आस्था जोडिएको छ। यहाँ झाँक्री थान, बण्डालीसँग सम्बन्धित पूजा हुने गर्दछ। स्थानीय समाजमा यस्ता स्थानहरू केवल धार्मिक स्थल मात्र हुँदैनन्। यी स्थानसँग मानिसहरूको जीवन जोडिएको हुन्छ, विश्वास जोडिएको हुन्छ
र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्मृति जोडिएको हुन्छ। यही क्षेत्रसँग एउटा गुफाको कथा पनि जोडिएको छ। स्थानीय मान्यता अनुसार व्यासकी हजुरआमा तथा माता सत्यवती माताकी आमाले दिव्य 12 वर्षसम्म तपस्या गरेको गुफा यही क्षेत्रसँग सम्बन्धित रहेको विश्वास गरिन्छ। यी कथाहरूलाई सुन्दा एउटा कुरा बुझ्न सकिन्छ, कुनै ठाउँको वास्तविक पहिचान केवल भूगोलले बनाउँदैन, त्यहाँका मानिसहरूले जोगाएर राखेका कथाहरूले पनि बनाउँछ। नक्सामा देखेका ठाउँहरू मात्र होइन, त्यहाँ लुकेका कथाहरू पनि खोज्नु। छाङ्गारी क्षेत्रसँग जोडिएको एउटा अर्को रोचक विश्वास छ। स्थानीयवासीहरूको भनाइअनुसार छाङ्गाको माथिल्लो भागमा रहेको छाङ्गा रहदेखि छाब्दी कुण्डसम्म भित्रभित्रै पानी जाने मार्ग रहेको हुन सक्ने विश्वास छ। स्थानीयहरूको भनाइ छ, जब छाङ्गारी खोलाको पानी धमिलो हुन्छ, छाब्दी कुण्डको पानी पनि धमिलो हुने गर्दछ। यो स्थानीय जनविश्वास र अनुभवमा आधारित कथा हो। स्थानीय जनविश्वास अनुसार छाङ्गाबाट खसेको पानीको कुण्ड वरिपरि जाँड रक्सी वा अन्य फोहोर गरेमा पानी सुक्ने विश्वास छ। यो एउटा स्थानीय मान्यता हो, तर यसभित्र लुकेको सन्देश भने निकै महत्त्वपूर्ण छ। पानीलाई सम्मान गर, प्रकृतिलाई फोहोर नगर। हाम्रो समाजमा धेरै पुराना विश्वासहरू यस्ता छन् जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रकृति संरक्षणको शिक्षा दिन्छन्। आज हामी पर्यटक भएर यहाँ आउन सक्छौँ, फोटो खिच्न सक्छौँ, भिडियो बनाउन सक्छौँ र सामाजिक सञ्जालमा यो ठाउँ संसारभर पुर्याउन सक्छौँ। तर यदि हाम्रो उपस्थितिले नै यो ठाउँलाई फोहोर बनायो भने त्यो प्रचारले अर्थ राख्दैन। पर्यटन भनेको मानिस मात्र ल्याउनु होइन, प्रकृतिलाई जोगाउँदै मानिससम्म पुर्याउनु हो। छाङ्गारी झरनासम्म पुग्ने अर्को यात्रा पनि छ। यदि तपाईँ छाब्दी बाराहीको दर्शन गरेर आउन चाहनुहुन्छ भने मन्दिरको बायाँ तर्फबाट जाने पदमार्ग हुँदै करिब 1 घण्टादेखि 1.5 घण्टाको पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ। यो केवल एउटा वैकल्पिक बाटो होइन, यो फरक अनुभवको यात्रा पनि हो। पहिले आस्थासँग भेट, त्यसपछि जङ्गलसँग भेट। अहिले हामी व्यास चौधमा रहेको छाङ्गाडी झरना आइपुगेका छौँ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, त्यो माथिबाट झरना अविरल झरिरहेको छ। र अन्त्यमा पानीसँग भेट। एउटै यात्रामा मानिस, प्रकृति र विश्वास। छाङ्गाडी झरनाको अगाडि उभिँदा एउटा प्रश्न बारम्बार मनमा आइरहेको छ। यति सुन्दर ठाउँ, यति सम्भावना, तर अझै किन धेरै मानिसको यात्राको सूचीमा छैन? सायद प्रचारको अभाव छ, सायद व्यवस्थित पदमार्गको आवश्यकता छ, सायद सूचना बोर्ड र पर्यटकका लागि आवश्यक आधारभूत पूर्वाधारको कमी छ। तर सम्भावना भने स्पष्ट देखिन्छ। यदि स्थानीय समुदाय, सम्बन्धित निकाय र पर्यटनसँग सरोकार राख्ने सबै पक्ष मिलेर यसको उचित व्यवस्थापन र प्रचार गर्न सकिएमा छाङ्गाडी झरना तनहुँको एउटा महत्त्वपूर्ण प्राकृतिक गन्तव्य बन्न सक्छ। तर त्यो विकासले जङ्गलको शान्ति खोज्नु हुँदैन, पानीको स्वच्छता बिगार्नु हुँदैन र यस ठाउँसँग जोडिएको स्थानीय आस्थालाई कमजोर बनाउनु हुँदैन। विकास चाहिन्छ, तर प्रकृतिको मूल्य चुकाएर होइन। हामी अब फर्किँदैछौँ। जङ्गलको बाटो फेरि उही छ, रुखहरू उही छन्, पानीको आवाज पनि उस्तै छ। तर हामीसँग अब एउटा फरक अनुभव छ। हामी यहाँ आउँदा एउटा झरना हेर्न आएका थियौँ, तर फर्कँदा हामीले एउटा ठाउँको कथा लिएर जाँदैछौँ। त्यो क्याटलिस्ट छ, जङ्गल छ, आस्था छ, रहस्य छ र सम्भावना छ। छाङ्गाडी झरना सायद तनहुँको सबैभन्दा चर्चित गन्तव्य होइन, तर सबैभन्दा चर्चित नभएको ठाउँमा कथा हुँदैन भन्ने पनि होइन। कहिलेकाहीँ सबैभन्दा सुन्दर कथाहरू त्यही लुकेका हुन्छन्, जहाँ पुग्न हामीले अलिकति बाटो छोडेर नयाँ बाटो समात्नुपर्छ। यो थियो तनहुँ सिरिज अन्तर्गतको हाम्रो आजको यात्रा। तनहुँको व्यास नगरपालिका वडा नम्बर 14 मा रहेको प्रकृति, आस्था र स्थानीय विश्वाससँग जोडिएको छाङ्गाडी झरना। यो यात्राले एउटा कुरा सम्झायो, तनहुँलाई चिन्न अझै धेरै बाँकी छ। यहाँ अझै धेरै गाउँ छन्, धेरै बाटाहरू छन्, धेरै कथाहरू छन् र धेरै यस्ता ठाउँहरू छन् जुन हाम्रो क्यामेरा र हाम्रो यात्राको प्रतीक्षामा छन्। त्यसैले यो केवल एउटा भिडियोको अन्त्य हो, तनहुँ सिरिजको होइन। हामी फेरि भेट्नेछौँ तनहुँकै अर्को कुनै गाउँमा,
अर्को कुनै बाटोमा, अर्को कुनै कथाको खोजीमा। त्यति बेलासम्म घुमिरहनुहोस्, खोजिरहनुहोस् र आफ्नो ठाउँभित्र लुकेका कथाहरू सुन्न नबिर्सनुहोस्। म फेरि फर्किनेछु, अर्को कथासहित, अर्को यात्रासहित, तनहुँ सिरिजमा।